सम्भवतः सभामा बस्नुहुन्न भन्ने कुरा चाहिँ मैले अघि नै जानकारी गराएको थिएँ। त्यो पनि उहाँले सबैजनाको भोट राख्नको लागि भए पनि बसिदिनु भएको छ। सक्नुहुन्छ सबैजनाले चियर्स गरिदिनु होला, सबैजनाले लाइक गरिदिनु होला। उहाँ नै हो अब नेपालको भविष्य भन्ने कुरा सबैमा जानकारी गराउन चाहन्छु। नेपालको भविष्य रच्ने मान्छे भनेर के हुन्छ उहाँको अनुहारमा पनि छुट्टै खालको चमक देखिरहेको अवस्था छ। छुट्टै खालको चमक हेर्न सक्नुहुन्छ सबैजनाले। सबैजनाले यो भिडियोलाई सेयर गरिदिनु होला। यहाँ अलिकतिले प्रमाणपत्र हस्तान्तरण गर्दै गर्नुभएको अवस्था देखिएको छ। निर्वाचन क्षेत्र नम्बर 5 बाट सभा सदस्य पदमा निर्वाचित हुनुभएको हुँदा यो प्रमाणपत्र प्रदान गरिएको छ। विद्युत कुमार कार्की निर्वाचन दिसम्बर 2082 साल फागुन महिना 23 गते उहाँलाई फुलमाला पनि हस्तान्तरण गर्दै गर्नुभएको अवस्था छ। सबैजनाले यो देखेर सम्भवतः सिकि पनि सकेका छैन होला। यसलाई चाहिएको अवस्था सर्टिफिकेट नेपालको प्रधानमन्त्री बन्दै हुनुहुन्छ।